सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज हामी खेल्नेवाला छौँ ब्लक्सपुरको भिडियोमा आज हामी गर्नेवाला छौँ सुपर ह्युमनलाई अनलक। आजको भिडियोमा हामीले सुपर ह्युमन लिग्नेवाला छौँ। अनि सुपर ह्युमन लिग्नको लागि चाहिँ हामीलाई 4वटा फाइटिङ स्टाइलमा चाहिँ 300 मास्टरी चाहिन्छ। ती हो डार्क स्टेप, इलेक्ट्रिक, वाटर कुम्फु अनि ड्रागन ब्रेथ। ती 4वटामा 300 मास्टरी भएपछि हामीले 3 मिलियनमा चाहिँ सुपर ह्युमन फाइटिङ स्टाइल लिन सक्छौँ। अब चाहिँ ढिला नगरी हामी भिडियोतिर लाग्छौँ। सुरुमा चाहिँ मैले इलेक्ट्रिकको मास्टरी गर्छु, त्यसपछि चाहिँ ड्रागन ब्रेथको। म चाहिँ छिटो अब हजुरलाई इलेक्ट्रिकको मास्टरी गरेर भेट्छु। A few moments later. फाइनली गाइज मेरो चाहिँ इलेक्ट्रिक फाइटिङ स्टाइलमा नि 299 मास्टरी भइसकेको छ। अनि यो लास्ट एनपिसीले चाहिँ 300 मास्टरी बनाउनु भएको छ। अब ढिला नगरी मारौँ। यसको चाहिँ 3टे अट्याक खुलिसक्यो। अब 300 मास्टरी हुनलाई 299 मात्रै चाहियो। अब चाहिँ मेरो 300 मास्टरी नि भइसक्यो। अब चाहिँ हामी छिटो गएर ड्रागन ब्रेथ लिएर आउनेवाला छौँ। अनि त्यसमा चाहिँ मास्टरी गर्नेवाला छौँ। म हजुरहरूलाई सिधा भेट्छु ड्रागन ब्रेथको मान्छेसँग पुगेर एनपिसीसँग पुगेर। फाइनल गाइज म चाहिँ एनपिसीसँग नि भेटिसकेँ। अब चाहिँ हामी छिटो ड्रागन ब्रेथ लिनेवाला छौँ। हामी चाहिँ ड्रागन ब्रेथ नि पर्चेस गरिसक्यौँ। अब चाहिँ हामी छिटो चर्चीमा गएर छिटो 300 मास्टरी बनाउनेवाला छौँ। हजुरहरूलाई म सिधा भेट्छु 300 मास्टरी बनाएपछि। फाइनली गाइज हाम्रो चाहिँ ड्रागन ब्रेथमा नि 299 मास्टरी भइसकेको छ। अनि अब चाहिँ हाम्रो 300 मास्टरी हुन्छ यो एनपिसीलाई मारेपछि। ढिला नगरी एनपिसीलाई मार्न तर्फ लागौँ। त्योभन्दा त बुधै बनेर मार्न जाति, म चाहिँ बुधा बन्छु। यस हाम्रो चाहिँ भइसक्यो 300 मास्टरी। यस अभी मजा आएगा ना भिडो। हाम्रो चाहिँ अब ड्रागन ब्रेथमा नि भइसकेको छ। अब चाहिँ हामी ढिला नगरी क्यासल अन द सीमा गएर चाहिँ सुपर ह्युमन फाइटिङ स्टाइल लिनेवाला छौँ। अब चाहिँ म हजुरहरूसँग भेट्छु सिधा क्यासल अन द सीमा पुगेपछि। सो फाइनल गाइज हामी चाहिँ क्यासल अन द सीमा नि पुगिसकेका छौँ। अब चाहिँ हामी छिटो क्यासलमा गएर चाहिँ सुपर ह्युमन फाइटिङ स्टाइल लिनेवाला छौँ। हामी चाहिँ सबै भइसक्यो पुरा 300 मास्टरी वाटर कुम्फुमा नि भइसक्यो। त्यही पनि एकचोटि चेक गरौँ ल। क्यासलमा गएर अनि चेक गरेर चाहिँ हामी अब 3 मिलियन रुपियाँ दिएर चाहिँ लिनेवाला छौँ सुपर ह्युमन फाइटिङ स्टाइल। सुरुमा चाहिँ होम पोइन्ट यहीँ राखिदिन्छु, केही हुन्न। अब चाहिँ मैले चेक गर्छु सबैमा भएको छ कि नै मास्टरी। पहिला चाहिँ माथि गएर चेक गरौँ अनि तल हामीलाई सुरुमा चाहिँ डार्क स्टेपमा चेक गरौँ कति मास्टरी छ। डार्क स्टेपमा नि 300 मास्टरी छ। वाटर कुम्फुमा त हुनै पर्यो 500 कति छ। वाटर कुम्फुमा नि 530 छ। अनि ड्रागन ब्रेथमा त छ हिजो। हामी चाहिँ ड्रागन ब्रेथमा नि 300 मास्टरी भइसक्यो। ब्रेथमा नि 300 मास्टरी छ। अब चाहिँ इलेक्ट्रिकमा नि छ। इलेक्ट्रिकमा नि 300 मास्टरी छ होला, हेरौँ न त्यही पनि।
इलेक्ट्रिममा नि 300 मास्टरी छ। अब चाहिँ हामी ढिला नगरी सुपर ह्युमन फाइटिङ स्टाइल लिगम माथि छ नि त त्यो सुपर ह्युमनवाला। यस सर, सुपर ह्युमन मार्सल आर्ट टिचर मास्टर। हामीले चाहिँ सुपर ह्युमन नि लिइसक्यौँ। अब यो भिडियो यही एन्ड भइसकेको छ। हजुरलाई भिडियो राम्रो लाग्यो भने लाइक सब्सक्राइब र कमेन्ट गरिदिनु होला। अनि अर्को भिडियोमा चाहिँ हामीले कुन फाइटिङ स्टाइल लिने भनेर चाहिँ कमेन्ट सेक्सनमा चाहिँ भनिदिनु होला। बाई बाई।